के भयो मैले बनाएको यो मैले आफ्नै हातले बनाएको होममेड ट्र्याक्टरले यहाँ जोतिरहेको छ क्या खेत। यति सानो ट्र्याक्टरले पनि जोत्छ यहाँ हेर नानी खेत पनि त ठुलो छैन नि त सानो खेत छ नि त हैन। ल ल जोत्नु त हेरौँ। ल म ब्याग लाँदैछु ल पहिला। अब यहाँ हेर्नु है सट्ट मैले हलो डाउन गरेँ। अब यसरी यसरी यसले जोत्छ क्या मजाले तानेन त अनि गाडे नि त धेरै हिलो माटो छ बिचरा सानो ट्र्याक्टर छ। अब फेरि म यसलाई ब्याक गरेर पुरै फुल मेलो जोत्दिनु पर्यो एकचोटि चाहिँ है। अब यसरी डाउन गर्छु। यो चाहिँ हामीले टोटल ह्यान्डमेड बनाएको ट्र्याक्टर हो। योभन्दा अगाडि तपाईँले भिडियो पनि हेरिसक्नु भएको छ। यो प्रदीप चौहान भन्ने आइडीमा यो धेरै भिडियोहरू आएको छ। धेरैजना साथीहरूले चाहिँ यो ट्र्याक्टरलाई र मेरो कामलाई लिएर धेरैजना साथीहरूले जिज्ञासा राख्नुभएको छ र धेरैजना साथीहरूले कमेन्ट पनि गर्नुहुन्छ। अब म तपाईँहरूको जिज्ञासा मेटाउने खालका भिडियोहरू चाहिँ यही आइडी मार्फत लिएर आउँछु। आइडीलाई पनि फलो गरेर जोडिनु होला र भिडियोलाई सकेसम्म सेयर गर्नु होला ताकि म जस्तै चाहिँ यो विषयमा रुचि राख्ने साथीहरूसँग युवाहरूसम्म चाहिँ त्यो भिडियोहरू पुगोस्। भिडियोलाई लाइक गर्दै सेयर गरिदिनु होला। अब भने एकचोटि यसको काम हेरौँ है त। ल यो टोटल हामीले होममेड बनाएको र रिमोट कन्ट्रोलबाट चल्छ। यो चाहिँ कुनै पनि पेट्रोल डिजेलबाट चल्ने होइन। यो चाहिँ ब्याट्रीबाट चल्ने सानो खालको मिनी ट्र्याक्टर हो। अब यहाँ हेर्नु है त यसले चाहिँ यसरी टक्क जोत्छ अनि यसले चाहिँ अब पछाडि हामीले ट्रलीहरू जोडेर चाहिँ के सानो सानो लोडहरू तान्न पनि सकिन्छ। र यो चाहिँ विशेष गरी कामको लागि चाहिँ होइन। यो चाहिँ यस्तै भिडियोहरू बनाउनको लागि खेल्नको लागि युज गर्ने चिज हो। यसरी जाँदैछ अब सट्ट यसरी जोत्दैछ। ल भिडियो मन पर्यो भने सबैजनाले लाइक गरिदिनु होला र हौसला स्वरूप मनमा लागेका कुराहरू चाहिँ कमेन्ट पनि गरिदिनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला है त। हस् त जय नेपाल। भिडियो पनि हेरिसक्नु भएको छ। यो प्रदीप चौहान भन्ने आइडीमा यो धेरै भिडियोहरू आएको छ। धेरैजना साथीहरूले चाहिँ यो ट्र्याक्टरलाई र मेरो कामलाई लिएर धेरैजना साथीहरूले जिज्ञासा राख्नुभएको छ र धेरैजना साथीहरूले कमेन्ट पनि गर्नुहुन्छ। अब म तपाईँहरूको जिज्ञासा मेटाउने खालका भिडियोहरू चाहिँ यही आइडी मार्फत लिएर आउँछु। आइडीलाई पनि फलो गरेर जोडिनु होला र भिडियोलाई सकेसम्म सेयर गर्नु होला ताकि म जस्तै चाहिँ यो विषयमा रुचि राख्ने साथीहरूसँग युवाहरूसम्म चाहिँ त्यो भिडियोहरू पुगोस्। भिडियोलाई लाइक गर्दै सेयर गरिदिनु होला। अब भने एकचोटि यसको काम हेरौँ है त। ल यो टोटल हामीले